आज म बिहान 5:43 मा उठ्छु र मुख धुनको लागि बेसिनतिर जान्छु। मुख धोएपछि पानी स्वास्थ्यको लागि जरुरी हुन्छ, त्यसैले म बिहान अलिकति पानी पिउँछु र मर्निङ एक्सर्साइजको लागि ड्रेस लगाएर रेडी हुन्छु। सबै ड्रेस लगाएपछि लास्टमा जुत्ता लगाउनको लागि म बाहिर जान्छु। जुत्ता मोजा सबै लगाएर मर्निङ एक्सर्साइजको लागि रेडी हुन्छु। एक्सर्साइज गर्न पार्कमा जाने भएकाले म आफ्नो साइकल निकाल्छु। साइकल निकालेर पार्कतर्फ लाग्छु। अनि यो चाहिँ मेरो पार्कमा जाँदाखेरि बाटोको भिडियो। फाइनल्ली म पार्कमा आइपुगेँ। यो चाहिँ मेरो आजको डेस्टिनेसन पार्क। म चाहिँ साइकल लिएर पार्कभित्र जान्छु र साइकल पार्क गरेर साइकल पार्क गर्छु। यो चाहिँ पार्कभित्रको एक्सर्साइज गर्ने ठाउँ। सबै एक्सर्साइज गर्ने मेसिनहरू मैले पालो एक्सर्साइज गर्छु। यो चाहिँ मेरो पहिलो दिन भएकाले पानी पार्नको लागि थोरै भए पनि सबै एक्सर्साइज गर्छु। सबै एक्सर्साइज गरेर सकेपछि म फेरि घर फर्किन्छु। घर फर्किसकेपछि सुरुमा म जुत्ता मोजा खोल्छु। अनि यो चाहिँ मेरो घर आएपछिको कन्डिसन। सबै ड्रेस चेन्ज गर्छु र त्यसपछि म नुहाउन जान्छु र नुहाएपछिको चाहिँ यो चाहिँ मेरो कन्डिसन। नुहाएर फ्रेस भएपछि म आजको लागि पढ्न बस्छु। अनि यो चाहिँ मेरो मर्निङ रुटिन। अनि आजको दिन चाहिँ मेरो यसरी सुरुवात गरेँ।